छु मैले पेट्रोल लगाइसकेँ। म चाहिँ सोमबारेपट्टिको बाटो जान्छु। सो गाइस अब चाहिँ राम्रो बाटो आउन लाग्यो। गाइस बाइकको नम्बर चाहिँ कतिसम्म कुदिरहेको छ मलाई पनि थाहा छैन। सो अब चाहिँ हामी बोराबान जान्छौँ। बोराबानको सनसेट पनि मजाले अब देखिने टाइम पनि गइसकिसकेको छ। सो मजा आइरहेछ। कहिले काहीँ राइट ह्यान्डमा निक्लिरहेको पर्छ, त्यही भएर एक्लै भए पनि यसो निक्लिदिइराखेको म चाहिँ। तपाईँहरू पनि यो बरा क्षेत्र नगरपालिकाको यो बोराबान भन्ने ठाउँमा तपाईँ आउनुभएको छैन भने यो बोराबाँधमा चाहिँ एकदम राम्रो उयो भइरहेछ, अहिले भाइरल भइरहेछ भनौँ न। सो भाइरल ठाउँमा चाहिँ आउनुभएको छैन भनेदेखि तपाईँहरू आउन सक्नुहुन्छ। तर बाटो चाहिँ अलिक सानो भएको कारणले गर्दा म अर्कै बाटो गइरहेको छु। त्यताको बाटो जाँदाखेरि चाहिँ तपाईँलाई ओभर भिड हुन्छ तल जुन चक्रवर्तीबाट उता पुसको जाने बाटोमा चाहिँ। र म चाहिँ यताको बाटो आइदिरहेको छु। सब यता चाहिँ अफरोड भएर चाहिँ ओभर कित्ती भएको छ कुदाउने। फेरि हेलमेट ठुलो छ टाउको भन्दा ठुलो, त्यही भएर ओभर अप्ठ्यारो भइरहेछ मलाई। त्यही भए पनि म भिडियो बनाउन चाहिँ छोड्दिनँ। तर तपाईँहरूले मलाई युट्युबमा